अब बुवाले एउटा गीत गाउने रहर गर्नुभएको छ। सबैजनाले यो गीतलाई चाहिँ मन परे पनि नपरे पनि हाम्रो बुवा चाहिँ 86 वर्षको हुनुभयो। आज चाहिँ 82 सालको मङ्सिर पुसको 2 गते 86 वर्षको उमेरमा एउटा गीत गाउँछु भन्दै रहर गर्नुहोस्। यो चिरिप्प पनि यसरी यो गीत अब यो यति गाइसकेपछि बाको चाहिँ पक्कै आउँछ। यो चिरिप्प बुवाले त्यो मात्रै होइन, हाम्रो बुवाले फेरि दुध र भात यो दुध र भात पनि छ, दुधसँगको भात। धेरै दुध भयो भने खान्न भातसित भनेर सुक्खा सुक्खा बनाएर खानुहुन्छ। ल बुवा एउटा गीत गाइदिनु त। ल पूर्वा भग्ने काली गन्जाकी पूर्वा भग्ने काली गन्जाकी पश्चिम भग्ने भेरियानीमा तिम्रो हाम्रो बेटा होला के यानीमा होनी छैन फेरि यानी पूर्व भग्ने काली पछुनी फेरि तिम्रो हाम्रो बडा भेरु नै फेरि हो त नि। यति हो कि अरू छ यसको तुक्का? बाँकी टुक्का छ कि यति नै? सास बढ्यो कि बाको? बाको फेरि अर्को ट्रिप जान्छ। ल पूर्व भग्ने काली पछुनी फेरि तिम्रो हाम्रो जमाना होला कि फेरि एउटा हन्ड्रेड नाइन होला माथि होइन रुजा कमले मैले भारी भेटौँला कि फेरि भन्छ। ल ल तपाईँलाई सास नि बढ खानु। ल ल म खाएछु ल खानु। पिर गरिन क्या, यस्तै रमाइलो गरेर बस्नुपर्छ। एक दिन सबै मरेर जानुपर्छ। मर जाए सबै आमाको पिर नगर्नु, पिर त हामीलाई नि त छ गरे। पिर माने त्यति हो न त्यति हो। हामी नि मरेर जाने त्यही हो होइन र? नातिनीले फोन गरेनन्, नातिनी बुहारीले फोन गरेनन्, कसैले गरेनन् भन्ने होइन क्या। कोले गर्छन् हजुरलाई फोन दिउँसो? फोन गरी कसले? हुल्लाबाट कसले गरी? भुल्टी सुहानले गरी नमिना परिवारले हुन्छ हुन्छ हजुर सुन्छ